टोखाको सप्तन तीर्थमा अवस्थित गणेश मन्दिरको दर्शन गरी आजको दिनको सुरुवात गरौँ। आज म हजुरहरूलाई टोखातिर लिएर जानेछु। हजुर, टोखामा अवस्थित यो सप्तन तीर्थ गणेशको मन्दिर। टोखामा रहेको अर्को भनेको सप्तन तीर्थ पोखरी, जसको किम्वदन्ती म आज हजुरहरूलाई सुनाउने छु। यस पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविश्वास रहिआएको छ। हजुर, यसै गणेश मन्दिरको छेउैमा रहेको यस पोखरीमा हजुरहरूले यस पोखरीको पानीले हातमुख धोए या स्नान गरेमा चर्म रोग निको हुने विश्वास गरिन्छ। किम्वदन्ती अनुसार राजा सत्यवन्तका 7वटी छोरीहरूमध्ये एकजना कान्छी छोरी सत्यकेशरीलाई चाहिँ गरिब, असहाय, अपाङ्ग, कुष्ठरोगीसँग विवाह गरिदिएका थिए। उनलाई दाइजोमा पनि केही पनि दिएन। आफ्नो कर्ममा लेखिआए अनुसार शिरोधर गरी उनी आफ्ना रोगी पतिसँग घर गई घरजम गर्न लाउन थाले। यसै गर्दै खाना लाउन समस्या भएकोले बाँच्नको लागि आफ्नो घर छोडी भिख माग्दै जाने क्रममा एक दिन उनी श्री सप्तन तीर्थ मन्दिर परिसरसँगै रहेको सिद्ध पोखरी नजिकैको पार्टीमा पुगिन्। अनि त्यहाँ आफ्ना अपाङ्ग भएका पतिलाई त्यसै पार्टीमा छोडी आफू भने भिख माग्न सहरतिर लागिन्। त्यही समयमा सिद्ध पोखरीमा गाई बस्तु चराउन आएका गोठालाहरूले किरा फट्याङ्ग्राहरूलाई खोजेर ल्याउँदै खुट्टा पखेटा छुट्याउँदै त्यस पोखरीमा फाल्दै गरेको र ती किरा फट्याङ्ग्राहरू फेरि जस्ताको तस्तै भई भुरुर उडेर जाने एवं तरिकाले ती प्रक्रियाहरू चलिरहेको थियो। कुष्ठरोगी पतिले पनि निकै बेर त्यो क्रिया देखिरहेपछि त्यो दृश्य देखेर केही समयपछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्ठरोगी भएकोले मलाई पनि यसै पोखरीमा स्नान गर्न पाए या डुबाइदिए त म पनि सबलाङ्ग हुने थिएँ कि भनेर निकै सोच विचार गरिरहे। धेरै सोच विचारपछि त्यही रमाइरहेका गोठालाहरूलाई बोलाएर आदरताका साथ मलाई पनि त्यस पोखरीमा लगी डुबाइदिनुहोस् न भनी म पनि किराहरू जस्तै स्वस्थ र सपाङ्ग पो हुने थिएँ कि भनी अनुरोध गर्न थाले। तर कसैले पनि यो कार्य गर्न मानेनन् र आँट पनि गरेनन्। कहीँ कतै केही भयो भने हामीलाई दोष लाग्छ भनेर। फलस्वरूप आफैले आफू बसेको पार्टीबाट गुल्टिँदै त्यस पोखरीमा हाम फाल्दा केही बेरपछि आफ्ना शरीर सबलाङ्ग रूपमा परिणत भयो। उनी अचम्मित र आश्चर्य मानी खुसीले पहिलाकै ठाउँमा आएर बसे र त्यही खेलिरहेका गोठालाहरूले देखि हल्ली खल्ली मचिन्दा सबैतिरबाट मानिसहरू जम्मा हेर्नेको त घुइँचो नै लाग्यो। त्यसै समयमा माग्न गएकी सत्यकेशरी पनि आइपुग्दा मान्छेको घुइँचोको बीचमा आफ्नो पतिलाई नभेटाउँदा र त्योदेखि पतिले कुष्ठरोग लागेको पति मै हुँ भनेर चिनाउन थालिन्। यसै कथा अनुसार हालसम्म पनि विश्वास गरिन्छ कि यस पोखरीमा स्नान या मुख धोएमा कुष्ठरोग या कुनै पनि किसिमको रोग निको हुने भनेर। हजुरहरूलाई आजको यो स्टोरी कस्तो लाग्यो?